यस्तो मार्केट लाग्छ। यो चाहिँ आज चक्रघट्टीको बुधबारे बजार हो। बुधबारे बजारको आफ्नै सौन्दर्यता रहेको छ। औषधिहरू बिक्री हुन्छ हैन, सबै किसिमको सामानहरू उपलब्ध हुन्छ यहाँ हाट बजारको विशेषता भनेको यस्तै हुन्छ। यसो फुर्सदमा यसो समय मिलाएर 1-2 घन्टा चट्ट जाने, आफूलाई मन परेको परिकारहरू खाने अनि त्यसपछि सामानहरू किनेर आउने, कपडा पसलहरू परपर यसरी हामी देख्न सक्छौँ हैन। यहाँ जुत्ता पसलहरू पनि छ, यतापट्टि इनरवेयर आइटमहरू पनि पाउँछ, सुरा पोते हैन, टिक्का। अनि यहाँको फेमस भनेको चाहिँ सिङ्गडा चाहिँ समोसा भन्छ क्या, समोसाहरू पनि पाउँछ। स्कुल पढ्दाखेरि खाने ठाउँ पनि यस्तै हुन्छ क्या यहाँनिर है। अनि यतापट्टि पनि मार्केट छ, बुढाबाद जाने बाटो यतातिरबाट जान सकिन्छ। त्यसरी कपडाहरू किन्न पाइन्छ यहाँनिर। गाडाको खानेकुराहरू मिठो हुन्छ भनेदेखि लगेर यहाँ चाहिँ यस्तो जडीबुटीहरू, कसैलाई जडीबुटीहरू चाहियो भने पनि यहाँ किन्न सकिन्छ जडीबुटीहरू हैन। यहाँ कोपीहरू छ ताजा। आमाले भुजा बेचिरहनु भएको छ यहाँनिर। आमाको भुजा किनिदिनु होला सबैजनाले, सस्तोमा दिनुहुन्छ मिलाएर, हो कि होइन त? हो, सस्तो दिनुहुन्छ उहाँले। उहाँ दिदीले पनि तरकारी मिलाएर दिनुहुन्छ। सुन्तला किनिदिनु होला यो दिदीहरूको आएर। अनि त्यसपछि यतातिर पनि पातहरू पाउँछ क्या, पातहरू पाउँछ। अनि त्यसपछि यसरी हुन्छ क्या, यसरी सफारीहरू होइन। अनि त्यसपछि यतातिर पनि पाउन सक्छ राम्रो होइन। त्यस्तो बदाम यसरी पनि किन्न पाउँछ। कसरी हो कोपी? राम्रो छ। यो मार्केटको सौन्दर्य नै अलिक फरक किसिमको छ, हामीले इन्जोय गर्न सक्छौँ, तपाईँहरू हेर्न सक्नुहुन्छ। मैले तपाईँहरूलाई देखाइदिन्छु होइन। स्टुडेन्टहरू पनि स्कुलबाट ब्याक टु होम जाँदै हुनुहुन्छ भनेदेखि बाइक पार्किङहरू यसरी चलिरहेको छ त्यो एरियातिर मैले तपाईँहरूलाई देखाइरहेको छु। अनि यो चाहिँ मार्केट हो, चक्रघट्टीको मार्केट। तपाईँलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। यहाँ राम्रो भाडा पसल पाउँछ। यहाँ भाडा बेच्ने दाइ हुनुहुन्छ, दाइले हाई भन्दै हुनुहुन्छ, आएर किनिदिनु होला। सस्तो दिनुहुन्छ है दाइले, मिलाएर दिनुहुन्छ। हाई भन्नु न दाइ, ल यहीँ आउनु होला, सस्तो मिलाएर दिनुहुन्छ दाइले। त्यसपछि यहाँ पनि सामानहरू पाउँछ। यहाँ पनि किचन आइटम पाउने ठाउँ छ होइन। किचन आइटम सिस्टरले हेरिरहनु भएको छ परदेखि। यहाँ चाहिँ कपडा पसल, पानीपुरी चटपट खाने ठाउँ पनि छ यहाँनिर। पानीपुरी चटपट खाने ठाउँ होइन। सबैले यसरी मार्केटमा इन्जोय गर्न सक्नुहुन्छ। एनिवे यु क्यान इन्जोय दिस प्लेस। यहाँ चाहिँ आर्टहरू पाउँछ, कति राम्रो आर्टहरू छ। फेरि राखेको छ यो मनपर्ने आर्टहरू हामीले यहाँ हेर्न सक्छौँ। यहाँ चाहिँ कपडा पसल रहेको छ दाइको। दाइले मिलाएर कपडा दिनुहुन्छ यहाँनिर। मार्केट आज बुधबारे मार्केट तपाईँहरूलाई मैले देखाइरहेको छु र कस्तो लाग्यो यो मार्केट हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। तपाईँहरूलाई यो मार्केट देखाउँदाखेरि नस्टाल्जिक फिलिङ भएको छ कि छैन हैन? नस्टाल्जिक फिलिङ भएको छ कि छैन आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ।
र तपाईँहरूले यो मार्केटका कसले घुम्नु गएको छ तल कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला भन्दै अहिलेलाई म जान चाहन्छु। हस्त नमस्ते।